बालनले जनकपुरबाट गरे मैथिलीमा दमदार भाषण, सोधे मधेसको छोरालाई प्रधानमन्त्री बनाउने हो। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन शाहले मैथिली भाषामा भाषण गरेका छन्। आज मध्य प्रदेशको जनकपुर धाममा आयोजित रासपाको विशाल जनसभालाई बालेनले मैथिलीमा सम्बोधन गरेका हुन्। उनले जनकपुर धामबाट माता जानकीको आशीर्वादबाट राजनीतिक यात्रा सुरु गरेका छन्। उनले जनकपुरवासीलाई उक्त सभामा मधेसको छोरालाई प्रधानमन्त्री बनाउने हो भन्दै प्रश्न गरेका हुन्। मधेसी पोसाकमा काँधमा नेपालको राष्ट्रिय झण्डा राखेर दमदार भाषण दिएका हुन्। उक्त जनसभालाई सम्बोधन गर्दै शाहले मधेसको अधिकार समाजवादको आफ्नै व्याख्या र आगामी निर्वाचनमा रासपालाई मतदानका लागि आह्वान गरेका हुन्। शाहले आफ्नो भाषणको सुरुवातमा नै काठमाडौँ अधिकार माग्न आउने ठाउँ नभई घुम्न जाने ठाउँ भएको बताए। यस क्रममा उनले उखु किसानको आन्दोलनलाई जोड्दै मधेसले अधिकार नपाएको विषयलाई समेत उठाए। प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृत फेर्न नसक्ने र त्यसका लागि काठमाडौँ धाउनुपर्ने अवस्थाको प्रसंग निकाल्दै उनले अधिकारको प्रत्याभूतिका लागि वर्तमान प्रणालीमा रहेका चुनौतीहरू बारे बताए। आफ्नो पहिलो भाषण भएको र मेयर पदबाट राजीनामा दिएपछि बल्ल फुर्सदमा रहेको बताउँदै उनले आफूलाई काम दिन आग्रह गरे। सभामा उपस्थित जनसमुदायलाई काम गर्न दिने हो भन्दै प्रश्न समेत गरेका थिए। उनले मिथिलाको पावन भूमिमा आएको बताउँदै पुरै देशमा 10 लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दावी समेत गरे। सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले अन्त्यमा एक मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रासपाको चुनाव चिन्ह घण्टीमा भोट हाल्न अनुरोध समेत गरे।